पहिला त यहाँ यत्रो यो कम्पनीहरू इन्डस्ट्रीहरू पनि विस्तार थिएन, रमाइलो थियो त्यतिखेर त, हावापानी पनि स्वस्थ थियो, एकदमै त्यति बिमारी पनि हुँदैन थिए अनि त्यस्तो महसुसै हुँदैन। अब अहिले त यो प्रदूषणको कारणले पनि होला, त्यही श्वास प्रश्वासमा एकदमै, अब यहाँको सानो बच्चाहरू छन्, गर्भवती महिलाहरूलाई पनि एकदमै समस्या हुने, अनि यहाँको बच्चाहरू एलर्जी, छालाको एलर्जीहरू हुने, बेसरी एकदम चिलाउने। अब यो गर्मी महिनामा त झन् बस्नै सकिँदैन नि यहाँ त, हो बस्नै सकिँदैन। त्यो धुवाको हावाबाट पनि मिश्रण भएर नि होला, सास फेर्न पनि गाह्रो हुने, अनि प्रदूषणको धुवामा चाहिँ कणहरू आउने कि सानो सानो कणहरू आउने, त्यस्तो समस्या छ। अनि यहाँ विशेष गरी चाहिँ यहाँको मान्छेहरूमा धेरै रोगहरू नै निक्लिने, विशेष गरी छालाकै रोगहरू निक्लिने। मलाई त कति धेरै एलर्जीहरू भएको थियो, एकदम एलर्जी हुने, के त्यो दाबाहरू हो, यो सबै एलर्जी नै हो। कसैलाई यो सास अड्किने, अनि कसैलाई रुगा लागेको जस्तो हुने, यो प्रदूषण कम्तीमा न्यूनीकरण गर्दै पनि हुन्थ्यो नि त भन्ने मेन ठुलो समस्या। केले गर्छ खास प्रदूषण चाहिँ यहाँ केले गराएको छ बढी चाहिँ? Good question. You are a good question. A few moments earlier. पहिला त यहाँ यत्रो यो कम्पनीहरू इन्डस्ट्रीहरू पनि विस्तार थिएन, रमाइलो थियो त्यतिखेर त, हावापानी पनि स्वस्थ थियो, एकदमै त्यति बिमारी पनि हुँदैन थिए, अनि बढी त यही कम्पनी हो, इन्डस्ट्री नै हो मेन। अनि सबै धुवा जति जम्मै यता आउने, अनि उसले वृक्षारोपण पनि नगर्ने, कम्पनीले वृक्षारोपण गरिदियो नि त अलिकति केही राहत हुन्थ्यो नि। हामी त त्यो अक्सिजन भन्दा पनि त्यो के भन्छ, त्यो विष आदि चाहिँ विष चाहिँ लिइरहेछौँ कि भने, अब हामी कति बाँच्ने होला जस्तो लाग्छ। हामीहरूको त यहाँ बस्ने हामीहरूको त आयु पनि पुरा हुँदैन होला जस्तो लाग्छ, साँच्चै हो। हामी पीडित मात्रै होइन कि म्याडम, हामी त प्रताडित छौँ क्या। त्यो भने के भन्दाखेरि, त्यो भने के भन्दाखेरि यार तो फिर मतलब बड़ा मतलब है तो यार, त्यो भन्दा नि हद पीडित क्या, प्रताडित पुरै तडपेका। अरे पढ़ाई कर लो थोड़ा। चलो डोरा Far beyond the shattered seas, we climbed through storms no soul could lead. Frozen breath and aching bones, yet none of us still walked alone. The mountains watched our banners rise like ghosts beneath the northern sky.